हेलो नमस्ते सबैजनालाई। म चाहिँ फेरि पनि नयाँ ब्लग लिएर आइसकेको छु। हेरिदिनु होला, माया गरिदिनु होला भन्दै म चाहिँ आज हाम्रो धान रोप्ने बियाड उखाल्ने दिन हो नि त। अनि म चाहिँ खेततिर लागेँ साथीहरू, हेर्दै गर्नु होला। अनि म चाहिँ खेतमा आएर पनि आधी लगाइसकेँ, आधी चाहिँ लगाइसकेँ, अलिकति छेउतिर चाहिँ लगाइसकेँ। अब रको आलु चाहिँ म लाउँदैछु साथीहरू, हेर्नु होला। हाम्रोतिर चाहिँ पानी जोतिर ल्याउँदै यसरी आलु लाउँछ। तपाईँहरूकोतिर चाहिँ कसरी लाउँछ कमेन्ट गर्ने होला। हेलो, अब चाहिँ म बिउ उखाल्न लागेँ, हेर्दै गर्नु होला। दुःख चाहिँ यता छ। मैले पिरा चाहिँ यस्तो बनाएको छु, अघि मात्रै बनाएको होइन है साथीहरू। मैले बनाएको पिरा सजिलो हुन्छ नि त बिउ उखाल्नु, त्यही भएर यस्तो बनाएँ। म एकजना छु, मलाई मात्रै लान्छु। चिसो काठ भयो होला, एकबारकै भयो। हाम्रो धानको ब्याड राखेको चाहिँ यता माथि हो। म देखाउँछु तपाईँहरूलाई, हेर्दै गर्नु होला। घर माथि हो, पानी परेर बाटो चाहिँ यति चिप्लो भएको छ नि, कुरै नगर। यो त अझै खुनेर बनाएको, नहुँदा त यति चिप्लो थियो। यो चाहिँ लजवती झार भन्छ है हाम्रोतिर चाहिँ। यसलाई छुने बित्तिकै लजाउँछ। हाम्रो धानको ब्याड चाहिँ यति साथीहरू, त्यहाँबाट यति। मम्मीले बिहान यति उखाल्नु भएको छ, म उखाल्छु, हेर्दै गर्नु होला। पानी परो साथीहरू, पानी परो। म चाहिँ स्ट्यान्ड त्यहाँ राखेँ, पानी परो। पानी परो सबैले खान्छ मात्रै, हेर्दै गर्नु होला। पानी परेर अहिले चाहिँ उक्रिए साथीहरू। मल चाहिँ अलिकति उखालिसकेँ, पानीबाट मल भित्र हानेर देखाइनँ। मेरो पिरा चाहिँ डुबिसक्यो पानी। अब म बनाउँछु। अब चाहिँ म चाहिँ यहाँ चाहिँ हाई भन्दै धानको ब्याड उखाल्नतिर लागेँ साथीहरू। म चाहिँ उखाल्न थाल्छु। पछाडि डोको चाहिँ फेरि हर्ल्याङै भइरहेको छ, हेर्नु न। मलाई चाहिँ यो भिडियोमा भोइस ओभर गर्नु चाहिँ आउँदैन साथीहरू। फर्स्ट टाइम भिडियो बनाउँदैछु, त्यही भएर के बोल्ने जस्तै हुन्छ, त्यो केही शब्द नै आउँदैन। अनि म चाहिँ यहाँ ब्याडहरू यसरी उखाल्नुपर्छ भन्दैछु। अनि हाम्रोतिर चाहिँ यही
बिउ उखाल्ने अनि यसकै टुप्पीले बाँध्ने गर्छौँ। तपाईँहरूकोतिर कस्तो गर्छ, केले बाँध्छ कमेन्ट गर्नु होला साथीहरू। भन्दै म चाहिँ देखाउँदैछु तपाईँहरूलाई। मेरो भोइस चाहिँ त्यस्तो खासै राम्रो छैन, मलाई नै मन पर्दैन। तपाईँहरूलाई चाहिँ के मनपर्छ होला र पनि माया गरिदिनु होला साथीहरू। हेरेर साथ सपोर्ट दिनु होला। मलाई चाहिँ यस्तो डेली भ्लगहरू बनाउन मन लाग्छ कि साथीहरू, तर भिडियो कसरी बनाउने, कसरी एडिट गर्ने, कसरी भोइस ओभर गर्ने त्यस्तो केही थाहा छैन नि त। अनि त्यस्तो सिकाउने मान्छेहरू पनि कोही हुनुहुन्न। त्यही भएर जति जानेको छु, जति त्यो भोइस ओभर गर्न जानेको छु, जति एडिट गर्न जानेको छु त्यति मात्रै गर्छु है म चाहिँ साथीहरू। चाहिँ ब्याट उखाल्दा एउटा आइडिया आयो कि साथीहरू, अनि बनाउँ लाग्यो। मैले नेटतिर चाहिँ देखिरहेको थिएँ, तर रियलमा चाहिँ बनाएको थिइनँ। आज म आफै बनाएर ट्राई गर्छु भनेर म चाहिँ बिचमा पसेँ साथीहरू। अब कस्तो हुन्छ भन्दै सोच्दै बनाउँदै थियो। म चाहिँ ब्याटको बिचमा गएको छु नि त, अनि अरू धानहरू पनि बाँडिन्छ कि भनेर बिस्तारै बनाउँदैछु। अब हुन्छ हुँदैन त्यो चाहिँ बनेपछि थाहा हुन्छ। फर्स्ट टाइम बनाउँदैछु नि त, अनि त्यस्तो हुन्छ हुँदैन भन्ने पनि थाहा छैन। बिस्तारै बनाउँदैछु। तपाईँहरूले पनि हेरिदिनु होला, के हो भन्नु होला कमेन्टमा। अनि मैले चाहिँ बनाइसकेँ साथीहरू, हेर्नु होला अझै बनाएँ मैले चाहिँ। कस्तो भयो कमेन्ट गर्नु है साथीहरू। अनि चाहिँ नेक्स्ट डे है साथीहरू, हामीले चाहिँ तलबाट धान रोपेर आइसक्यौँ। अब चाहिँ यही एउटा बाँकी छ, त्यही भएर मामा र बाबाले बनाउँदै हुनुहुन्छ। बाबाले चाहिँ त्यही मामाले बिचमा बनाउँदै हुनुहुन्छ। अब यही एउटा रहेको छ, हेर्नु होला। हाय गदेऊ। अब चाहिँ हामी खेततिर लाग्यौँ साथीहरू। यहाँ चाहिँ बहिनीले डेपी एरिया भन्ने मल छर्नु पर्दो रहेछ, त्यही भएर त्यो छर्दै हुनुहुन्छ। यताबाट माइजूले फाल्दै हुनुहुन्छ बे, उता बाबा मामाले सोर्दै हुनुहुन्छ। माइजू पनि आउनुभयो, उता गइसक्नु मेरो माइजू चाहिँ। उता चाहिँ माइजू बाबा मामा भएर बनाउँदै हुनुहुन्छ खेत। अब यता छेउपट्टि फेरि बहिनीले बिउ फाल्दै हुनुहुन्छ। माइजूले चाहिँ बोक्नु भएको छ, अब फाल्नुहुन्छ। बहिनीले चाहिँ यस्तरी फाल्दै हुनुहुन्छ। माइजूले चाहिँ रोप्न थालिसक्नुभयो। माइजूले पनि फाल्नुहुन्छ त्यही। यहाँ चाहिँ फेरि नानीले अघिबाट जान्छु भन्दै थिएँ, पर्दैन जानु भन्दै थियो। म चाहिँ फेरि नानी चाहिँ जान्छु भनेर गइसकिनँ। उसलाई फेरि हिलोभित्र पस्नु हतार भइसकेको छ कि मेरो छोरीलाई चाहिँ हिँड्न थियो।
हेर्दै छिन् कसले मलाई भित्र राख्छ भनेर। अब नानी चाहिँ हिलोमा छिर्ने भन्यो नि, त्यही भएर मैले छिराइसकेँ साथीहरू। हेर्नु न हिलोमा उसको कम्मर आउने पानी आइसक्यो कि यता छेउपट्टि फेरि। अब धान रोप सानो भनेर दिनुभएको थियो मम्मीले चाहिँ। अब कसरी रोप्छिन् हेर्नु। म त हिलोमा डराउँछ होला भनेको त कति खुसी भएर हाँस्छिन्। अब रोप्दै उखाल्दै गर्छिन्। अब हेर्नु न उखाल्दैछिन् रोपेको पनि। अब उसले रोपेको हेर्नु न कसरी रोप्छिन्। मेरो छोरीको फर्स्टचोटिको धान रोपाइ यस्तो छ। मेरो छोरीले रोपेको धान त मस्तै फल्छ होला हौ। हेर्नु न त कसरी रोप्दैछिन्। भाँच्दै रोप्दै के गर्छिन्। अब हेर्दै पनि छ कसरी रोप्नुहुन्छ आमाले भनेर। उसले कति राम्रो रोप्दैछ हेर्नु न त्यहाँ। पानी हेर्नु नानीको पानी कहाँ पुगिसकेको, पानी धेरै भएर। म चाहिँ पर जाऊ अलिक पानी छैन भनेर अलिक पर गइरहेको छु। अनि अब चाहिँ मैले भिडियो स्पिडमा बनाएँ साथीहरू, किनभने भिडियो चाहिँ धेरै लामो छ नि त। धेरै लामो भयो भने झ्याउ हुन्छ, त्यही भएर मैले चाहिँ स्पिडमा बनाएँ। अब नानी चाहिँ माइजूको पछि कता पानी थोरै छ भन्दै जाँदै छिन्। अब नानी चाहिँ फेरि म त बाबासित जाने बाजेसित जाने भन्दै हिँड्दैछिन्। हेर्नु न त्यहाँ। अब हामी सबैजना नजाऊ है पर हिलो छ भन्छौँ। अलि यता त आउँछिन्, फेरि बाजे जाने भन्दै फेरि जान्छन् कि हेर्नु न त्यहाँ। म त हिलोमा डराउँछ होला, एकछिन खेलेपछि चाहिँ निस्किन्छु भन्छ होला भनेको त। उसलाई त खुसी कि हिलोमा बस्नु पाउँदा, पानीमा चुप्लुङ डोर्नु पाउँदा त उसलाई त खुब रमाइलो लागेछ। बिउ सार्दै बाजे जाने भन्दै जाँदैछिन्। हेर्नु न नजाऊ छोरी भन्दा नि मान्दैन, जाँदैछिन् बाजे जाने भन्दै। पर बाजे र मामा देखेको छ नि त, त्यही भएर बाजे जाने भन्दै जाँदैछिन्। हिलोमा त उसले त कम त रमाइलो लागेछ र। अब जाँदै त्यही लड्छिन् हेर्ने साथीहरू। हिलोमा त मेरो छोरी त चुप्लुङ गयो। अब हेर्ने उठा भन्दै हुनुहुन्छ। उठिन् फेरि आँखै फेरि लडिन्, फेरि उठेर जाँदैछिन्। हाम्रो भिडियो चाहिँ यस्तै छ है साथीहरू। राम्रो भए पनि नभए पनि माया गरिदिनु होला, हेरिदिनु होला। नानी चाहिँ पर कहाँ जाँदैछिन् हेर्नु न, जाँदैछिन् पर। मैले चाहिँ स्पिडमा बनाएको यो भिडियो टुङ गरेको हल्लेको मात्रै देखिँदो रहेछ त्यहाँ। हेर्नु न फेरि तपाईँहरूले भन्नुहुन्छ होला नानी कहाँ गइन्, उनीहरूलाई वास्तै छैन, रोपेर बसेको छ त्यस्तो हिलोमा भन्नुहुन्छ होला। नानी चाहिँ फेरि उता कुलो छ नि त, उता भित्तापट्टि त्यहाँनिर पानीमा चुप्लुङ खेल्दैछिन् रे। मम्मीले चाहिँ आऊ सानो आऊ भनेर बोलाउँदै हुनुहुन्छ। पानी र हिलो भनेपछि त मेरो छोरीलाई त केही चाहिँदैन क्या। पानी र हिलो भएपछि त बाफ्रे दिउँसोभरि खेल भन्दा नि खेल्छिन् पानीमा बसेर। त्यस्तो छ मेरो छोरी फेरि। मैले चाहिँ अनि भिडियो लामो हुन्छ भनेर स्पिडमा बनाएको छु नि त। 5-6 कतिको स्पिडमा लगाएको छु। त्यही भएर हाम्रो भिडियो देखेर हामीहरूको देखेर नाच्नु है साथीहरू। हामी त हल्लेको मात्रै देख्छौँ, यताउता गरेको मात्रै देख्छौँ। बहिनीले चाहिँ नानीलाई बोलाउँदै हुनुहुन्छ।
नानी पानी भइसकेर किन आउँछ र यताखेरि? पानी भएपछि त उसलाई त केही चाहिँदैन। हामी चाहिँ यस्तो चाहिँ रोप्दैछौँ है साथीहरू। फ्यात 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 मान्छे हल्लिएको मात्रै देखिन्छ नि। त्यहाँ हाँस्नु रुखहरूमा हावाहरू कति राम्ररी हल्लिरहेको छैन। हाम्रो भिडियो चाहिँ यस्तै छ। फेरि चाहिँ गर्नुहोला, माया गर्नुहोला। जस्तै भए पनि भिडियो बनाउन नआए पनि माया गर्नुहोला। मलाई त अब त्यस्तो बोल्न पनि आउँदैन, त्यही भएर के बोल्ने भनेर अड्किरहेको छु है साथीहरू। मलाई चाहिँ बोल्नै आउँदैन, के बोल्ने भन्छ होइन। यस्तै गर्दैछौँ, हामी त हल्लिएको मात्रै देख्छ। के बोल्ने र खोइ ब्लग बनाउनु मनपर्ने मान्छेलाई केही बोल्न आउँदैन। मलाई चाहिँ भिडियोहरू चाहिँ बनाइराख्नु मन लाग्छ, किनभने पछि मेमोरी हुन्छ नि त। यो सालमा यस्तो गरेको थियौँ भनेर। अनि पछि मेरो छोरी त दिनदिनै ठुलो हुँदैछ नि त। अनि पछि पहिला त मैले यस्तो गरेको रहेछु भन्ने हुन्छ नि त, मेमोरी हुन्छ भनेर उसको हरेक एक्टिभिटिजहरूलाई चाहिँ क्याप्चर गर्नु मन लाग्छ मलाई चाहिँ। त्यही भएर मैले सकेसम्म चाहिँ उसको हरेक चिजहरूलाई, हरेक नयाँ गर्ने एक्टिभिटिजहरूलाई मेमोरीको लागि फेसबुकमा, युट्युबमा, टिकटकमा लगाइरहन्छु, बनाइराख्छु। तपाईँहरूले पनि हेरिदिनु होला, माया गरिदिनु होला। अब पछाडि हेर्नु साथीहरू, मेरो छोरी चाहिँ आउँदैछिन्। पानी खेलेर पुरै हिलो भएर आएछन् कि मामाले माथि जाउँ भन्दै हुनुहुन्छ। मान्छे नजाने हुँदाखेरि यतै आउँदैछिन्। उसलाई त पानीमा र हिलोमा खेल्नु मामातिर जाँदैछन् फेरि रमाइलो भएछन्। मामाले फेरि माथि लगेर रोडमा राख्नुभयो। हिलो नखेल भने रुवा लाग्छ तिमीलाई, चिसो हुन्छ भनेर माथि रोडमा राख्नुभयो। अनि त्यहाँबाट नानीले फेरि के सुन्छेर आफै झरेर आयो। हिलो खेल्नु पाएपछि त रोडमा किन जानुपर्छ उसलाई त। अब मेरो नानी चाहिँ पछाडि आइसकिनु साथीहरू। हेर्नु नि त्यहाँ मान्छेलाई हिलो लगाइदिँदैछिन्। उसलाई चल्नुपर्छ यस्तरी, धान रोप्दाखेरि यस्तरी हिलो छ्याप्नुपर्छ भन्ने पनि थाहा भएको कि फेरि हामी कसैले सिकाएको छैन उसलाई। ऊ आफै छ्याप्नु थाल्यो। हेर्नु न, फुपू गर्दै हिँड्नु त्यहाँ। अब फुपू गर्दै नि चल्दै लुगा त के गर्छन् त्यहाँ। भिडियो फोटो सबै। अब पर हेर्नु साथीहरू, फुपू गर्दै के गर्दै हुनुहुन्छ। बधाई चल्ने, फुपू रोप्ने, अनि फुपू जता जानुहुन्छ। अब छोरी पनि त्यतै हो, फेरि हामीसँग नि आउँदैन। माइजूको गीत सुन्ने साथीहरू, मन परेमा कमेन्ट गर्नु। भिडियो हो के माइजू? हो, एकछिनमा देखाइदिन्छु। गर्दै हुनुहुन्छ अघिल्लो। अनि गीत गाउनु भन्नुभयो, मैले पनि गाउनु न भने त्यहाँबाट गाउँदै हुनुहुन्छ मान्छेले चाहिँ। तपाईँले नि सुनेर माया गरिदिनु होला। मान्छेको गीतलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। नानी चाहिँ पछाडि बसेर के गर्दैछिन् हेर्नु न साथीहरू। चलेको हिलो लगाइदिँदैछिन् त, सबै हिलो लगाइदिएर यस्तो गर्दैछिन्। हेर्नु न,
मेरो छोरीको कपडा कस्तो थियो अघि पस्ने बेला, अहिले कस्तो भएको छ हेर्दै साथीहरू। छोरीको हालत त यस्तो छ त एक्लै हो, फेरि कसले लाउन आँट्यो ल। हेर्नु न मलाई दलियो पहिला दलिदिएर के गरेको छैन। अझै दलेर पुगेको छैन हेरेर। अलि पर जाऊ, अलि पर नानी, अलि पर यता ल उ त सकेर हुनुहुन्छ मम्मी हो त्यो खुट्टा सिम रोक्दिनु त दुई चारवटा तिमी म भएर जानु पर्यो गर्दामा सबै गर्दा आजको हाम्रो हालत मेरो यो सब सानोले हो है सर के छ यहाँ हेर न यहाँ हेलो गर्दै यहाँ हाई धान रोपी रोपी भन आजलाई सक्यो भन्नु ल जम्मा माइसस भ्यायो भन्नु भ्याइयो धान रोपेर त अब आइसाल फुल बाई गर्नु यहाँको भ्याइएको अन्त त छ बाई गर्नु बाई 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 यो मेरो हालत हेर्नुस् बाई आउँछौँ सर बाई भन्नु बाई सुराल कहाँ छ सुराल तेरो सुराल कहाँ छ सुराल कहाँ छ यस्तो छ आजको यसको हालत कसले गरे यस्तो नौरा नौरा छोरी के गर्छिन् अनुहारमा चाहिँ किन दलिदिनु पर्यो त यस्तो छ छोड्नु पारे नगर न छ्या नगर न स्टिक हान्छु तिम्रो अनुहार हेर त्यसरी तिम्रो अनुहार
तिम्रो अनुहार कस्तो छ आँखा कहाँ छ आँखा आँखा कहाँ छ बाई गरिदेऊ बाई सबैजनालाई